तुलोमा जोग्दा पनि बराबरी छ, लिटरमा जोग्दा पनि बराबरी छ हैन, लम्बाइमा जोग्दा पनि बराबरी नै छ। कसैलाई चाहिँ 1 किलोमिटर सम्मान, कसैलाई चाहिँ तपाईको 100 मिटर मात्रै सम्मान, कसैलाई 1 फिट मात्रै भन्ने होइन, बराबरी छ है सम्मान मेरो है। हरेक आसनमा, हरेक अनुभवमा यहाँ सबैजनालाई बराबरी महत्त्व, बराबरी सम्मान छ। अब यहाँ थुप्रै कुराहरू राख्नुपर्ने छ। अब कहिले काहीँ भेटिन्छ हैन, म तपाईहरुको माझमा अहिले छैन, उस्तै सांसद भए काठमाडौँ बसाइ सरेर जान्छु, म चाहिँ गएको छैन र उता सदन सकिने बित्तिकै म यतातिर आइराखेको हुन्छु, कता कता कुदिराखेको हुन्छु। देशमा के भइराखेको छ भन्ने बारेमा तपाईहरुलाई जानकारी छँदैछ। मेरो मुखबाट एक दुईवटा जानकारी दिनुपर्दा अहिले ग्यासको सर्टेज छ, किसानले मल पाएको छैन, महँगी आकाशिँदो छ, उत्पादन छैन, इन्कम छैन हैन। महँगी मात्रै बढ्नु, इन्कम नहुनु भनेको चाहिँ हामी कङ्गाल हुनु हो। तपाईँ कङ्गाल हुनु भनेकै देश कङ्गाल हुनु हो। यो कङ्गालीकरणको बाटोमा देश लम्किएको छ। यतिखेर हामी सदनमा यो देशको नियम कानुनहरू संशोधन गर्ने काम थुप्रो गरिरहेका छौँ हैन। विधेयक भन्छ, ऐनलाई तपाईको चाहिँ नि हैन संशोधन गर्ने कामहरू, बनाउने कामहरू भइराखेको छ। त्यसमा बहस पैरवी गरेको हामीले तपाईहरुले देखिराख्नु भएको छ। देशको अवस्था खासै सन्तोषजनक छैन है। हामी श्रम संस्कृतिले सरकार चलाउने भोट पाएको होइन, सरकार हामीले चलाइराखेका छैन। यतिखेर हामी आवाज उठाउने ठाउँमा छौँ। मैले आवाज उठाइरहेको छु, हामीले आवाज उठाइराखेका छौँ। सरकारलाई काम गर्नुपर्छ है भन्ने कुराको जानकारी, सरकारलाई सुशासन ग्यारेन्टी गर्नुपर्छ है भन्ने कुराको जानकारी हामीले दिइराखेका छौँ। तपाईहरुले देख्नुपर्ने कुराहरू, सुन्नुपर्ने कुराहरू सुनिराख्नु भएकै छ, देखिराख्नु भएकै छ। मैले मेरो मुखबाट एकचोटि फेरि पुनः स्मरण गराएको हो। सुनसरी 1 को हकमा, साथै देशैभरिको हकमा जे जति नयाँ योजनाहरू छन्, ती नयाँ योजनाहरूको ठेक्का आह्वान गर्नुपर्छ भन्ने मैले सदनमा कुरा राखेको छु हैन। नियम कानुनको कारणले के बहाना देखाएर साल त्यसै गुजार्नु हुँदैन, काम गर्नुपर्छ, जनताले दुःख पाउँछन्, दुःख पाउनु हुँदैन भन्ने कुरामा हामी सचेत छौँ। त्यो कुरा भइराखेको छ। अब यताको कुरामा लागौँ। तपाईहरुले काम गरिराखेको मैले देखिराखेको छु, थुप्रै काम गरिराख्नु भएको छ। माया लाग्छ त्यसरी हैन, माया लाग्छ त्यसरी। गाली सहँदै, अपमान सहँदै, अनेक परीको बाधा र विरोध सहँदै पनि हामी आफै तपाईको चाहिँ नि स्वचालित भएर काम गरिरहेका छौँ। सुनिन्छ होला, यतिको सुनिन्छ है। धेरै बोल्नु पनि हुँदैन, धेरै फेरि गजङगजुङ हुन्छ। त्यसले गर्दाखेरि तपाईहरुले बुझ्नुपर्ने कुरा के छ भने हैन, हामी अपमान सहेरै, गाली सहेरै भए पनि यो देशका लागि काम गरिराख्ने श्रम संस्कृति पार्टी हो। यो देशको इतिहासमा यस्तो एउटा पार्टी जुन पार्टीले काम गर्छ। गफ गर्ने पार्टी त थुप्रै छ, 200 भन्दा धेरै छ। ध्यान दिएर सुन्नुहोला, ध्यान दिएर सुन्नुहोला है। 200 भन्दा धेरै छ पार्टी त यो देशमा, तर यो देशका लागि काम गर्ने पार्टी भनेको श्रम संस्कृति पार्टी मात्रै हो। यो तालीहरू पनि अलि धेरै नबजाउँ, किनभने यसले पनि समय लिन्छ। त्यो पार्टी तपाईको पार्टी हो है, श्रम संस्कृतिको पार्टी। त्यो पार्टी तपाईको पार्टी हो, श्रमदाताको पार्टी हो। त्यसले गर्दाखेरि म बधाई दिन चाहन्छु, तपाईहरुले काम गरिराख्नु भएको छ। अपमान सहेर, गाली सहेर हैन, अनेक परीको सहेर तपाईहरुले काम गरिराख्नु भएको छ। यो देशमा काम गर्ने मान्छेलाई गाली गरिन्छ, काम नगर्ने मान्छे, चाप्लुसी गर्ने मान्छेलाई स्याबासी दिइन्छ है। त्यो चलनको अन्त्य गर्नुपर्छ हामीले। त्यो चलनको अन्त्य गर्नका लागि हामी उठ्नुपर्छ, हामी राइज हुनुपर्छ। म यहाँ सबैजनालाई इन्करेज गर्न चाहन्छु, हौसला दिन चाहन्छु, प्रेरणा दिन चाहन्छु। काम गरिरहनुहोस्, कसले के भन्छ भन्ने वास्ता गर्नु हुँदैन। हाम्रो नारामा छ, वास्ता गर्नु छैन मैले कसले मलाई के भन्छ, आशा हेर्नु छैन मैले कसले मलाई के दिन्छ। यो यसो बोल्ने शब्द होइन, बुझ्ने शब्द हो। मैले
भन्ने गरेको छु, सोचेर केही पनि हुँदैन, तपाईँले बोल्नुपर्छ। बोलेर केही पनि हुँदैन, तपाईँले त्यो बोली अनुसारको काम गर्नुपर्छ है। ताली धेरै नबजाउँ, धेरै समय लिइहाल्छ, समय धेरै लिइहाल्छ। र काम मात्रै गरेर हुँदैन, सफल बन्नुपर्छ, सम्पन्न गर्नुपर्छ है। यो विषय चाहिँ नि हाम्रा तपाईँको चाहिँ नि मान्यताका विषयहरू यहाँ सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु। थुप्रै थुप्रै कामहरू हामीले गरिरहेका छौँ होइन। मेचीदेखि महाकालीसम्म यतिखेर श्रमका कामहरू भइरहेका छन्, श्रमदानका कामहरू भइरहेका छन्। बाँसकै मात्रै भए पनि सागोहरू थापिएको छ। बाँसको सागो थाप्दाखेरि त्यसरी हामीलाई खिसीटिउरी गर्थे। अस्तिको दिन मात्र हेटौडामा के भयो, बाँसकै सागो भएको भए त्यो 4-5 जना बालिकाहरू बगेर मर्थे त, मर्दैनथे। त्यसले गर्दाखेरि ती सम्पूर्ण श्रमदाताहरू जो मेचीदेखि महाकालीसम्म, लेकदेखि तपाईँको चाहिँ बेसीसम्म काम गरिराख्नु भएको छ, उहाँहरूको सम्मान स्वरूप एकचोटि ताली बजाउनुपर्छ। बाँसकै भए पनि सागो थाप्नुहोस्, ढुङ्गाकै मात्रै भए पनि बाटो बनाउनुहोस्। हिलोमा तपाईँको घोडासम्म गाडिएर हिँड्नुभन्दा तपाईँले चाहिँ डोकोमा ओसारेको ढुङ्गा छापेको बाटोमा हिँड्दाखेरि तपाईँलाई सुविधा हुन्छ भने तपाईँले त्यो बनाउनुपर्छ। म सम्पूर्ण श्रमदाताहरूलाई स्मरण गर्न चाहन्छु, माया सम्झना व्यक्त गर्न चाहन्छु, सम्मान व्यक्त गर्न चाहन्छु। धरानको हकमा हामीले ठुल्ठुला कामहरू गरेका छौँ। श्रम संस्कृति पार्क बनाउने, जाँगरिलो पाखुरा सहयोगी मनहरूलाई सम्झन चाहन्छु। ज्येष्ठ नागरिक पार्क हामीले बनाइरहेका छौँ, त्यसमा स्वतन्त्र दिदीबहिनी समूहको अगुवाई छ। विष्णु दिदी यहाँ हुनुहुन्छ? विष्णु यहाँ हुनुहुन्न आज, कता के भयो? ओके ओके, अरू कोही हुनुहुन्छ? चन्द्रकला बहिनी हुनुहुन्छ? खोइ, ओके। र त्यहाँ अगुवाई गर्नुहुने हाम्रा दिदीबहिनीहरू, सबैजना दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र दिदीबहिनीको श्रमले मात्रै त्यो बनेको होइन, त्यहाँ दाजुभाइको श्रम पनि छ, उहाँहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद दिन चाहन्छु। तपाईँहरूले गर्दाखेरि त्यो अत्यन्तै सुन्दर पार्क बनिरहेको अवस्था छ है। त्यो पार्कमा अस्तिको दिन मात्रै मैले देखेँ, त्यहाँ मेरो आमा पनि आउनुभएको रहेछ। त्यहाँनिर तपाईँहरूले चाहिँ एक खालको 1 वर्ष श्रमदानको पुगेको कारणले एक खालको चाहिँ वार्षिकी मनाउँदै हुनुहुन्थ्यो। म आउन भ्याइनँ काम विशेषले। सबैजनालाई मेरो सम्मान छ। कोही पनि हरेस नखानुहोस्। तपाईँहरूले गर्दै गरेको काम इतिहासले मूल्याङ्कन गर्नेछ, यो देशले मूल्याङ्कन गर्नेछ। यो देशको माटो र ढुङ्गाले, खोलाले होइन, भिरपाखाले, आकाश र धरतीले मूल्याङ्कन गर्नेछ है। विरोध गर्ने, हामीलाई मन नपराउने मान्छेको मुखबाट तपाईँले तारिफ सुन्नुहुन्न, उहाँहरूबाट गाली नै सुन्ने हो। तर बुझ्नेले बुझिरहेको छ, राम्रो मनले बुझिरहेको छ है। त्यसले गर्दाखेरि हरेस नखानु होला। तपाईँहरूले गर्दै गरेको कामले इतिहास रचेको छ, त्यसले ठुलो राज्यको सम्पत्ति पनि जोडेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। त्यसरी नै हामीले थुप्रै थुप्रै कामहरू गरिरहेका छौँ। मौनता क्षेत्रमा पनि काम भइरहेको छ। हाम्रो हिरामा दिदी हुनुहुन्छ? खोइ, कहाँ हुनुहुन्छ? दिदीहरू किन ओके, केही छैन। र त्यहाँ पनि काम गर्नुहुने हाम्रा दिदी बहिनीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। एकचोटि ताली बजाउनुपर्छ होला। र त्यहाँ पनि हामीले काम गरिरहेका छौँ। ज्येष्ठ नागरिक पार्कमा ज्येष्ठ नागरिकहरू घुम्ने हो, हाम्रो आमा बाबाहरू घुम्ने हो, त्यहाँ हामी पनि घुम्न सक्छौँ, केही छैन। आमा बाबालाई एक्लै घुम्ने कुरो भएन, डोडाउँदै लानुपर्छ, घुमाउनुपर्छ, आफू पनि घुम्नुपर्छ। मौनता क्षेत्रमा चाहिँ त्यहाँ ध्यान गर्नका लागि बनाइएको क्षेत्र हो। त्यो त्यहाँ गएर गीत गाउने, नाच्ने भन्दा पनि त्यहाँ गएर चाहिँ चुप लागेर बस्ने, आफ्नो मनसँग बात मार्ने, मोबाइल राख्ने एकछिन होइन। अनि तपाईँको चाहिँ नि फ्री भएर, रिलिज भएर होइन सोच्ने क्षेत्र हो त्यो। मौनता क्षेत्रको निर्माण पहिल्यै भइसकेको हो, तर त्यहाँसम्म पुग्नका लागि बाटो जुन छ त्यो बाटो चाहिँ हामीले यसपालि तपाईँको चाहिँ नि बनाउँदैछौँ। यसका लागि धन्यवाद दिन चाहन्छु सबैजनालाई। धन्यवाद छ। र आज हामी भेट्नको थुप्रै कारणहरू छन् है। एकछिन म त्यसमा आउँछु। हामीले अब यो चुनावमा उम्मेदवारीको कुराहरू पनि आइराखेको छ होइन। थुप्रैतिर अब सबै पार्टीले उम्मेदवारी दिन्छ, हामी पनि दिन्छौँ। सबै पालिकामा हामीले दिन्छौँ।
र सबैजनालाई म मिडिया मार्फत भन्न चाहन्छु, श्रम संस्कृतिको श्रमदातालाई चुनाव चिन्ह अञ्जुलीको माटोमा भोट दिएर जिताइदिनुहोस्। भ्रष्टाचार नहुने ग्यारेन्टी म लिन्छु। सुशासन हुने ग्यारेन्टी म लिन्छु। विकास हुने ग्यारेन्टी म लिन्छु। तर भोट हाल्नु भएन भने त के ग्यारेन्टी लिन्छु र? होइन, अस्ति मैले भनेको थिएँ यो चुनावभन्दा पहिला पनि हामीलाई भोट जिताइदिनुहोस्, हामी ग्यारेन्टी लिन्छौँ भन्दाखेरि यो भोट दिनु भएन। यतिखेर ग्यासको सिलिन्डर बोकेर आन्दोलन गरिरहेको देख्छु। होइन, के गर्नु, ढिलो भयो, केही छैन। त्यो चुनाव भन्ने एकचोटिको कुरा मात्रै होइन। के अरे माघले जाडो जाँदैन भने जस्तो एकचोटि मात्रै आउने कुरो होइन, प्रत्येक 5 वर्षमा घुमिरहन्छ। स्थानीय चुनाव आउँदैछ। स्थानीय चुनावमा हामीले उम्मेदवारहरू चुन्छौँ है। उम्मेदवारको अन्तिम टुङ्गो लगाउने अधिकार हर्क साम्पाङ अर्थात् केन्द्रीय अध्यक्षसँग मात्रै छ। त्यो तपाईँले यता त्यता त्यो मिसअन्डरस्ट्यान्ड गर्ने, मिसअन्डरस्ट्यान्ड क्रिएट गर्ने काम कसैले पुरा नगरिदिनु होला। हामी जो पा त्यसलाई टिकट दिँदैनौँ। सबैभन्दा पहिलो आधार जनमत। जनताले कसलाई रुचाएको छ त्यो व्यक्तिलाई हामी अगाडि लैजान्छौँ, नम्बर 1 मा। दोस्रो, पार्टीप्रतिको योगदान। तेस्रो, समय के अरे तपाईँको चाहिँ समाजप्रतिको योगदान। पार्टीलाई मात्रै योगदान दिएर पनि हुँदैन, समाजप्रतिको योगदान बस्नुहोस्। इमान्दारीको हिसाबले ऊ इमान्दार हो कि होइन, नैतिकताको हिसाबले नैतिक हो कि होइन, क्षमता छ कि छैन है। यी कुराहरूलाई हेरेर र श्रम संस्कृतिको सिद्धान्त तथा नीति कार्यक्रम अनुसार श्रमदानलाई उसको पालिकामा अनिवार्य रूपमा उसले लागू गर्न सक्छ सक्दैन, त्यो चिजहरू हेरेर हामी सबैभन्दा सम्भावित द बेस्ट अफ द बेस्टलाई चाहिँ टिकट दिने हो है। यसमा कोही कतै कसैले केही भन्नुपर्छ होइन, कसैले मलाई आएर नमस्ते गर्नुपर्छ, मेरो नजिक हुनुपर्छ, मेरो वरिपरि घुम्नुपर्छ, मलाई कुनै खालको दबाब र प्रभाव अथवा प्रलोभन दिनुपर्छ भन्ने कुरा हुँदैन। त्यस्तोमा आउने मान्छे म होइन, थाहा छ तपाईँहरूलाई होइन। त्यसले गर्दाखेरि हामी राम्रोभन्दा राम्रो उम्मेदवार दिनेछौँ नेपाली समाजलाई। यहाँहरू सबैजनालाई म यो कुरा जानकारी गराउन चाहन्छु। यसमा तल माथि यहाँ त्यहाँ भनेर चाहिँ हामीले भन्नु हुँदैन। सबैजनालाई म यो कुरा अनुरोध गर्न चाहन्छु। धेरै कुराहरू छन्। यो सुम्निमा र पारुहाङको प्रतिमा हामी बनाउँदैछौँ त्यहाँ माथि। त्यो सुम्निमा र पारुहाङको प्रतिमा राईको मात्रै हो भनेर कसैले गाली गरेको भन्छु म चाहिँ त्यसलाई। हामी सबै आमाबाउको सन्तान हो। हामी सबै आमाबाउको सन्तान हो भने हामी सबैले आमाबाउलाई आदर सम्मान गर्नुपर्छ भन्ने संस्कृतिको स्तम्भ हो त्यो। यो जात विशेष होइन है। यहाँहरू सबैजनालाई म यो निवेदन गर्न चाहन्छु, यो अनुरोध गर्न चाहन्छु। त्यसले गर्दाखेरि त्यो निर्माणमा हामी सबैजना जुटिरहेका छौँ। अझै व्यापक रूपमा जुट्नुपर्छ। त्यो चिज हामी सबैको आस्थालाई सम्मान गर्छौँ होइन। हामीले भगवान् बुद्धको मूर्ति बनाएका छौँ गोपा क्याम्पको तपाईँको चोक अगाडि। हाम्रो सत्य गुरुङ भाइ कहाँ हुनुहुन्छ? पर उभिदिनुहोस्, ताली बजाइदिनुहोस् उहाँलाई। धन्यवाद है। उहाँको अगुवाईमा बनिएको त्यो भगवान् बुद्धको मूर्ति होइन। हामीले श्रम त गरेनौँ, तर हामीले सूर्यनारायण भगवानको मूर्ति पनि बनाएको, के अरे मन्दिर पनि बनाएको भन्ने दाबी गर्न सक्छौँ। किनभने मेयर म थिएँ होइन। मैले जग्गा एलोकेसन गर्नेदेखि लिएर त्यहाँ शिलान्यास गरेका छौँ। त्यसको लागि पनि ताली बजाउनुपर्छ भगवान् सूर्यनारायणको लागि है। हामी कुनै कसैको आस्थालाई सानो, कसैको आस्थालाई ठुलो भनेर भन्दैनौँ। हाम्रो हेराइमा, मेरो हेराइ नै तपाईँको हेराइ हो, तपाईँको हेराइ नै मेरो हेराइ हो। आँखा मात्रै फरक, दृष्टिकोण एउटै है। शरीर मात्रै फरक, आत्मा एउटै। जीवन मात्रै फरक, तर हाम्रो उद्देश्य र गन्तव्य एउटै। त्यो बनाएर हिँड्नुपर्छ। तपाईँले सोचेकै मैले सोच्दै, मैले सोचेकै तपाईँले सोच्दै। हामी बिचमा सोचाइमा फरक हुनु हुँदैन। त्यो सुम्निमा र पारुहाङको प्रतिमा के हो भनेर मैले बुझेको छु, त्यसरी नै तपाईँहरूले पनि बुझ्नुपर्छ भन्ने मेरो अनुरोध छ। त्यहाँ हाम्रो जम्मा 3टा कुरा हुन्छ। एउटा घुम्ने ठाउँ। घुम्ने ठाउँ त चाहियो होला नि त होइन। घुम्ने ठाउँ चाहियो। हामी पशुपतिनाथ छिर्छौँ, पशुपतिनाथ के अरे भगवानको मन्दिर छिर्छौँ। म त नमस्ते गर्छु, टिका पनि लाउँछु। कतिले लाउनुहुन्न, लाउनै पर्छ भन्ने छैन। त्यो केही होला, त्यहाँ हुनु पनि सक्छ, तर म चाहिँ त्यस्तो सम्झन्छु होइन।
गइराखेको हुन्छु, स्वयम्भू गइराखेको हुन्छु है, चर्च पनि गइराखेको हुन्छु, मस्जिद गइराखेको हुन्छु। कोही कसै जानु हुँदैन, के गर्नु हुँदैन भन्ने खालको मान्यता हामीले राख्नु हुँदैन। सुम्निमा पारोआङको प्रतिमामा पनि घुम्ने उद्देश्यले हामी सबैजना नेपालीहरू विदेशीहरू सबैजना आउनेछन्। त्यो एउटा घुम्ने ठाउँ रहनेछ। ध्यान दिनुहोस् है, त्यो एउटा घुम्ने ठाउँ, सेल्फी हान्ने ठाउँ, फोटो खिच्ने रमाइलो गर्ने ठाउँ रहनेछ। अर्को कुरा, कोही कसैले आस्थाको केन्द्रको रूपमा लिन्छ भने आस्थाको केन्द्रको रूपमा हो भनेर आस्थाको केन्द्रको रूपमा पनि लिन सक्छ भने अर्को चाहिँ अध्ययन गर्ने ठाउँ हुनेछ त्यो है। त्यहाँ हामी प्राचीनतम ग्रन्थहरू राख्नेछौँ। विभिन्न तपाईँको चाहिँ विद्वानहरूले के भने, के लेखे भन्ने पुस्तकहरू सङ्कलन गर्नेछौँ र त्यहाँनिर चाहिँ तपाईँको गएर होइन द डिपेस्ट स्टडी एवं गर्ने स्थान, स्टडी केन्द्रको रूपमा हामीले त्यसलाई विकसित गर्नेछौँ। र त्यो निर्माण गर्नका लागि जत्रो ठुलो तपाईँको चाहिँ हाम्रो उद्देश्य हो, जत्रो ठुलो तपाईँको हामीले काम गर्न खोजेको हो, त्यति ठुलो शक्ति, त्यति ठुलो जनशक्ति र त्यति ठुलो सहयोग, आर्थिक शक्ति काँचो छ। त्यसले गर्दाखेरि म संसारभरिबाट आमा र बाबाको कोखमा जन्मिनुभएका सन्तानहरूलाई सकेको सहयोग गर्नका लागि अनुरोध गर्न चाहन्छु। र हामी यहाँ चाहिँ जति उपस्थित छौँ होइन, हामी यति मात्रै होइन, कारणवश के भयो म एकछिन सोध्छु पनि। अब हाम्रो यो श्रमदाताको समूहलाई हामीले आज विभाजन गर्नेछौँ। त्यो बनाउनका लागि विभाजन गर्नेछौँ होइन। त्यो बनाउनका लागि विभिन्न खालका कामहरू हामीलाई चाहिन्छ, विभिन्न श्रम गर्नका लागि हामीलाई विभिन्न डिपार्टमेन्टहरू चाहिन्छ। त्यो डिपार्टमेन्ट पनि यहाँ गठन गर्नेछौँ आज। त्यो प्रोजेक्टमा 2-4 जना मान्छे मात्रै कुदिनेर हुँदैन होइन। सो हेर्दाखेरि गोपालजी, प्रसादजी, के अरे उता होइन, धनमोहनेम अनि नवीन भन्ने, दुर्गा भन्ने मान्छेहरू मात्रै कुदेर हुँदैन। तपाईँहरूलाई पनि हामी एउटा जिम्मेवारी दिन्छौँ होइन। त्यो जिम्मेवारी सहित तपाईँ आउनु पर्यो होइन, त्यो चिज बन्नका लागि र आउँदा दिनमा हाम्रो श्रमदानलाई व्यवस्थित गर्नका लागि, सूचना प्रवाह गर्नका लागि, छिटो छरितो होस् भन्न खातिर, हाम्रा सरसामान कति छ भन्ने अभिलेख राख्नका खातिर, हामीले चाहिँ श्रमदान गरिरहँदा कसले पानी खायो, कसले भात खायो, कसले खाएको छ कि छैन भन्ने कुरा हेर्नका लागि, कोही नयाँ आउने मान्छेसँग बोल्नका लागि, हरेक किसिमका लागि चाहिँ हामीले कार्य विभाजन गर्नु जरुरी छ। त्यो कार्य विभाजन गर्नका लागि खासमा आज हामी भेटेको। पानीले निकै स्वागत गरिरहेको छ। सुनिन्छ यतिको बोल्दा? सुनिन्छ त? सुनिन्छ, अब सुनिन्छ। र यहाँहरू सबैजनालाई म अनुरोध गर्न चाहन्छु, हामी जिम्मेवारीदेखि भाग्दैनौँ। पद भनेको जिम्मेवारी हो, जिम्मेवारीदेखि भाग्नु हुँदैन है। जिम्मेवारीलाई वहन गर्नुपर्छ, त्यो जिम्मेवारीलाई हामीले पुरा गर्नुपर्छ, कार्यलाई पुरा गर्नुपर्छ। म सबैजनालाई त्यो अनुरोध गर्न चाहन्छु। अब अलिकति त्यो हामी एकछिनमा गर्नेछौँ। त्योभन्दा पहिला मैले अलिकति केही कुराहरू राख्नुपर्ने भयो। के विषयमा भन्दाखेरि, हामी यहाँ 18 वर्षभन्दा मुनिको कोही छौँ? हात उठाउनुहोस्। छ? छैन? सबै मान्छे हामी बुझ्नेछौँ, हामीलाई कसैले बुझाइरहनु पर्दैन होइन। भात के हो, गोबर के हो होइन, छुट्याउन सक्छौँ नि हामीले हो। भात के हो, गोबर के हो, मैले उता अर्को चाहिँ भनिनँ, गोबर भनेर काम चलाउँ होइन। भात के हो, गोबर के हो भन्ने छुट्याउन नसक्नेहरूले हात उठाउँ। कोही छ? म सहयोग गर्छु। कोही छैन? हामीलाई थाहा छ भात के हो, गोबर के हो, पानी के हो, रक्सी के हो, रक्सी खाँदा के हुन्छ, पानी खाँदा के हुन्छ होइन। सबै राम्रो बुझौँ, सबै हामीलाई थाहा छ। श्रम संस्कृति एउटा असल
संस्कृतिको सुरुवात हो, सम्मानको सुरुवात हो, अनुशासनको पनि सुरुवात हो। त्यसो भएको कारणले म यहाँ सबैजनालाई र मिडिया मार्फत सम्पूर्ण श्रमदाताहरूलाई, सम्पूर्ण नेपालीलाई नै भन्न चाहन्छु, म के गर्दैछु, कसो गर्दैछु, कहाँ हिँड्दैछु भन्ने थाहा हुनु जरुरी छ है। व्यक्ति र पार्टी फरक कुरा हो, व्यक्ति फरक कुरा हो, पार्टी फरक कुरा हो। पार्टीको सिद्धान्त हुन्छ, नीति तथा कार्यक्रम हुन्छ, एउटा लक्ष्य हुन्छ, उद्देश्यहरू हुन्छ, संगठन हुन्छ, अनुशासन हुन्छ, आचार संहिता हुन्छ। तपाईँ व्यक्ति हो, पार्टी पनि हो है। जब तपाईँ हामीसँगै हुन्छ हामी पार्टी हो, जब हामी घर जान्छौँ हामी व्यक्ति हो। व्यक्तिगत चियो चर्चामा हामी लाग्दैनौँ। व्यक्ति सचेत रहनुपर्छ, सजग रहनुपर्छ। व्यक्तिले गर्ने काम, व्यक्तिले गर्ने कुरा प्रति पार्टी जवाफदेही हुँदैन। हामीले गर्ने सामूहिक कुरामा मात्रै हामी जवाफदेही हुने हो हैन। सामूहिक कुरामा मात्रै जवाफदेही हुने हो। तर कुनै एउटा व्यक्ति कहाँ गएर कोसँग भेट्छ, के गर्छ, त्यसले कसो गर्छ, त्यसले त्यसको चियो चर्चा गर्ने हाम्रो उद्देश्य होइन, एजेन्डा होइन, निर्णय होइन, सिद्धान्त होइन। त्यसो भएको कारणले गर्दाखेरि व्यक्तिको कुरालाई पार्टीमा लिएर मुछिनु पाउँदैन है। व्यक्ति व्यक्ति हो। आलुको रसमा आलु कुहिन सक्छ, कुहिने कोसिस कसैले नगर्नु होला। कुहिएको आलुलाई हामी राख्दैनौँ। श्रमदाता त्यो हो, श्रम संस्कृति त्यो हो। त्यसो भएको कारणले गर्दाखेरि है म के गर्दैछु, के बोल्दैछु, कोसँग बोल्दैछु, कति बोल्दैछु, कसरी बोल्दैछु भन्ने बारेमा त्यो व्यक्तिगत जिम्मेवारी हो। त्यो व्यक्तिगत जिम्मेवारी, पार्टीको जिम्मेवारी होइन। त्यसले गर्दाखेरि यो कुरा म राख्न चाहन्छु, ससम्मान राख्न चाहन्छु, आदर सहित राख्न चाहन्छु, सम्मान गरेर राख्न चाहन्छु। सबैजना तपाईहरुलाई मैले महान श्रमदाता भनिरहेको छु। तपाईहरु महान नै हुनुहुन्छ। कोही कसै मान्छेहरु अत्यन्तै धेरै दुखी छन् हामीलाई देखेर। हामी रमाउँदै काम गर्छौं, रमाउँदै कामहरु सबै सम्पन्न गर्छौं, रमाउँदै चुनावमा भाग लिन्छौं, रमाउँदै चुनावहरु पनि जित्छौं। टाउको यति दुखेको छ, टाउको यति दुखेको छ, हन 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 भएर कसै मान्छेहरुले हैन हामीलाई जे पनि हामीलाई भन्देको छ, जे पनि हामीलाई भन्देको छ। यो पानी पर्यो हर्क साम्बाङले गर्दा पर्यो, पारीपट्टि पहिरो गयो हर्क साम्बाङले गर्दै गयो हैन। कोशीमा बाढी आयो हर्क साम्बाङले गर्दै आयो हैन। गोठको गाई बस्तु मर्यो हर्क साम्बाङले गर्दै मर्यो हैन। यदि त्यसो हो भने मैले भनेको छु हर्क साम्बाङलाई भगवान भन्नुपर्छ है। सबै मेरै खरखटनले, मेरै इच्छाले चल्ने भने, सारा ब्रह्माण्ड चल्ने हो भने म त भगवानै हुनुपर्छ होला। हामीलाई विरोध गर्ने साथीहरूलाई मैले अलिकति खुराक दिने गरेको छु, त्यो अलिक यहाँ दोहोऱ्याउनु मात्र। तपाईहरुको व्यक्तिगत जीवन तपाईहरुको जिम्मेवारी, यो देश हामी सबैको जिम्मेवारी। त्यो देश बनाउने अभियान हो यो है। को व्यक्ति कहाँ गएर के खान्छ, के लाउँछ, कति रुपियाँको लुगा लायो, स्यान्डल कस्तो लायो, जुत्ता कस्तो लायो भन्ने चियाउने हो हाम्रो उद्देश्य? त्यो बुझ्नका लागि म हामीलाई विरोध गर्ने साथीहरूलाई भन्न चाहन्छु, त्यतातिर नलाग्नुहोस् है, त्यतातिर नलाग्नुहोस्। टाउको दुखाइ छ उहाँहरूलाई हैन। अरू जेसुकै होस्, देश डुबाउने मान्छेहरूलाई बरु जिताउँ, देश बेच्ने मान्छेहरूलाई बरु जिताउँ, क्विन्टलका क्विन्टल सुन हेराफेरी मान्छेहरूलाई बरु जिताउँ हैन। देशका नदी नाला र सिमाना तपाईको बेची पठाउने मान्छेहरूलाई बरु जिताउँ। श्रम संस्कृतिलाई चाहिँ हराउनै पर्छ भन्नुहुन्छ। के को डर, के को ईर्ष्या? आछि छक्क पर्छ। हामीले गल्ती चाहिँ के गरेका छ र भने 1 रुपैयाँ भ्रष्टाचार गरेका छ हामीले? जहाँ गयो जागरण, जहाँ गयो विकास, जहाँ गयो
गयो सरसफाई, जहाँ गयो वृक्षारोपण, जहाँ गयो चेतनाको अभियान, जहाँ गयो जागरणको अभियान, जहाँ गयो सुशासनको पक्षमा तपाईँको चाहिँ नि आवाज, त्यो टोली पो त यो त। तर त्यस्ता मान्छेहरू जो मान्छेहरूले चाहिँ अँध्यारोमा बसेर होइन धमिलो माछा के अरे पानीमा माछा मार्ने अँध्यारोमा बसेर अनैतिक क्रियाकलाप गर्ने मान्छेहरू जति पनि छन् ती मान्छेहरूलाई चाहिँ टाउको दुखाइछ ईर्ष्याको भावले। कतिपय यस्तो हेर्छ है, हर्क सामसँग हिजो अस्ति फुच्चे कुदिन्थ्यो गाँठी राष्ट्रिय दलको राष्ट्रिय पार्टीको नेता है, यसो हेऱ्यो उहाँकै तपाईँको चाहिँ नेताहरूसँग सँगै बसिरहेको देख्छ नि त अलि हाँस्नु होइन। उहाँहरूले हजुर भनेर साष्टाङ्ग गर्ने मान्छेहरू त मेरो समकक्षी भइरहेको क्या, त्यो देखेर चलेर नि अम्मै पुइया जाने एकैचोटि भनेर जस्तो पनि लाग्छ। केही हदसम्म त्यो पनि हो है, नत्र भने अनि त्यसलाई फसाउनलाई कसो गर्ने त है, कसो गर्ने त। घरि विजयपुरको कुरा झिक्दिएको छु, म सबैजनालाई भन्न चाहन्छु, तपाईँहरूलाई मेरो हार्दिक अनुरोध छ है, अरूको चाल हो यो, अरूको चाल हो। एकजना सांसदले संसदमा त्यो कुरा भन्छ अनि त्यही कुरालाई आधार बनाएर यहाँनिर केही राजनीति गर्ने साथीहरूले श्रम संस्कृति पार्टीले 1 नम्बर प्रदेशमा चाहिँ तपाईँको चाहिँ स्वाहा बनाउने भयो भनेर देखेर कसरी गिराउने त भन्दाखेरि चाहिँ नि लिम्बूलाई राई, राईलाई लिम्बूसँग ठोकाइदियो होइन। अनि दुईटा भाले जुधाएर हेर्ने हाम्रो समाज हो नि त होइन। हो, रातो भाले उताबाट बोकेर आउँछ हाम्रो तपाईँको चाहिँ नि कमान सिंह भाइ, यताबाट हाम्रो चाहिँ नि आम्लाजी कालो भाले बोकेर चाहिँ सेतो भाले बोकेर जानुहुन्छ। अनि भाले जुधायो है, जुधायो 5,000 को बाजी, त्यस्तो खालको हो हामी है। अनि हामी चाहिँ आँखा चाहिँ होट्नु है भनेर डुङ डुङ जोतेको छ भरे यसो यसो त टाउको यता आफू ढुट्टो उता ढुट्टो टाउको ठोकेर सिङ त छैन, सिङ त छैन, त्यसो गर्नु हुँदैन। म सबैजनालाई भन्न चाहन्छु है, हामी सबैजना मिल्नुपर्छ, मिलेर अगाडि बढ्नुपर्छ। यो मिलेर अगाडि बढ्नुपर्छ, मिल्नुपर्छ भन्ने अभियान श्रम संस्कृतिको अभियान हो। यसले सबैलाई मिलाइसक्यो, अब भोलि गएर त हाम्रो त पत्ता साफ हुँदैछ होइन भनेर चाहिँ तपाईँको छैन त्यो डरले, त्यो ईर्ष्याले यस्तो भन्दै आछ उस्तो भन्दै आछ जुटिरहेछ। दिदीबहिनी दाजुभाइ, म सबैजनालाई अनुरोध गर्न चाहन्छु, प्लिज यो खालको गतिविधिमा हामी लाग्नु हुँदैन। हामी जाति जाति सबै एउटै हो, हामी धर्म धर्म सबै एउटै हो होइन। हामीले सानोमै पढेको है, हिन्दू धर्म भने पनि, इसाई धर्म भने पनि, मुस्लिम के अरे तपाईँको छैन भने पनि होइन, बुद्धिस्ट भने पनि, किराँत भने पनि, सबै धर्मको जाने बाटो एउटै हो है भनेर उहिले सानोमा पढे जस्तो लाग्छ। पढेको हो कि होइन हो? अनि यत्रोमा पढेको कुरा यत्रो ठुलो भइसक्दा पढेकै गर्ने पनि यो घर जो भन्दा पनि माथि गइसक्ने होला म यत्रोमा पढेको यत्रो बुढो भइसक्यो बुझिँदैन है। अलिअलि मान्छे बुझेको छु, तपाईँले बुझ्नु भएको छ? बुझेको छैन? अब एकछिन बुझाउँछु म है। मिडिया मार्फत भन्न चाहन्छु, बुझ्नुहोस् त्यो कुरा। म त हिन्दू भनेको छ, म त मुस्लिम भनेको छ, म त यस्तो भनेको छ, तैँले त्यस्तो गरिसक्यो तँलाई हेर भनेको छ, त मेरो यसमा नआइज भनेको छ, त्यो होइन। सबै मिल्नुपर्छ। यो सारा संसार होइन मा सबै प्राणीहरूको तपाईँको चाहिँ के अरे मेलमिलाप हुन सकोस् भन्ने कामना श्रम संस्कृतिले राख्दछ। त्यसो भएको कारणले म यहाँ सबैजनालाई होइन अब ती सम्पूर्ण तिता मिठा कुराहरू, मिठा कुरा सम्झिने तिता तितो टर्रो खालको कुराहरू चाहिँ हामीले सबैले बिर्सेर अगाडि बढ्नुपर्छ भनेर म भन्न चाहन्छु। अब हामीले थुप्रै कामहरू गर्दै आइरहेका छौँ, थुप्रै अभियानहरूमा हामी सरिक छौँ। यो असोज 17 गते शनिबारको दिन, सोमबारको दिन हामीले चाहिँ नि दौड राखेका छौँ। धरान रन भने जस्तै सुम्निमा रन भन्ने एउटा रनको प्रतियोगिता
हाम्रो भइरहेको छ सर्दुखोलादेखि माथिसम्म। हाम्रो नारा छ कनेक्टिङ कल्चर, स्पोर्ट्स एन्ड टुरिज्म, संस्कृति, खेलकुद र पर्यटनलाई जोड्ने भन्ने नाराका साथ होइन। त्यो चाहिँ नि तपाईँको के हो त भन्दाखेरि त्यो रन आयोजना हुन गइरहेको छ। त्यसको रेजिस्ट्रेसन फर्महरू वितरण भइरहेको छ, त्यो दर्ता खुल्ला भइरहेको छ। त्यसको लागि पनि प्रचार गर्नका लागि मिडियामा मैले भनिहालेँ र सबैजनालाई अनुरोध गर्न चाहन्छु है। हामी खेलको माध्यमबाट पनि त्यो कुरालाई चाहिँ अगाडि बढाउन चाहन्छु र म सबैजनालाई अनुरोध गर्न चाहन्छु। अब यहाँ हामी विभिन्न ठाउँबाट आएका छौँ, कोही नयाँ पनि छ जस्तो लाग्छ, 2-4 जना, धेरै जस्तो पुरानो हो। राम्रो बुझौँ है। हामीले टी सर्ट होइन हाम्रा कार्यक्रमहरू श्रमदानहरूमा अब हामीले अनिवार्य लगाउनुपर्छ भनेर भनेको छु। यो श्रम संस्कृति दिदी बहिनीको टी सर्ट पनि चल्छ, त्यसो ओके। कमसेकम हामी एउटा युनिफर्ममा हुनुपर्छ होइन। यसले पनि के देखाउँछ भन्दाखेरि एकरूपता देखाउँछ क्या। कतिले चाहिँ 25,000 को लुगा लगाइरहेको छ, कतिले चाहिँ 500 को फाटेको लुगा लगाइरहेको छ होइन। कतिले चाहिँ तपाईँको चाहिँ नि मेरो जस्तो चप्पल लगाइरहेको छ, कतिले चाहिँ तपाईँको चाहिँ नि होइन 25,000 को जुत्ता लगाइरहेको छ। यसले उच निचको भावनालाई पनि कम गर्छ एकै खालको टी सर्ट लाउनु है। श्रम संस्कृति दिदी बहिनीको पनि हुन्छ, केही छैन, त्यो पनि एउटा हुने हो। र यो कुरालाई चाहिँ हामीले नियमित बनाउँदैछौँ। अब उपरान्त औपचारिक कार्यक्रमहरूमा श्रम संस्कृतिको टी सर्ट, श्रमदाताको टी सर्ट लाएर नआउने मान्छेलाई हामीले मञ्चमा आसन ग्रहण गराउँदैनौँ। मञ्चमा आसन ग्रहण नगरिसकेपछि उसले बोल्नु पनि पाउँदैन होला होइन। यो कुरालाई हामीले सहर्ष स्वीकार गर्नुपर्छ, किनभने हामी एकै खालको देख्नुपर्छ, देखिनुपर्छ। एकै खालको देखिनु एकरूपता भनेकै एकता हो है। त्यही हो अनुशासन। कुरा बुझ्नुभयो नि। अनुशासन र निष्ठा बिना हामी केही पनि गर्न सक्दैनौँ। त्यसले गर्दा त्यो चिज पनि हामीले गरेका छौँ। टी सर्ट पाउनु भएको छैन भने सम्पर्क गर्नु होला। हामीलाई दाताहरूले इनफ्याक्ट थुप्रै टी सर्ट पनि पठाइराख्नु भएको छ। आज पनि थुप्रै पठाउनु भयो, अस्ति काठमाडौँतिर पनि थुप्रै दिनुभएको छ। सबैलाई म सम्झन चाहन्छु, धन्यवाद दिन चाहन्छु। कार्तिक 1 गते अब त्यो चाहिँ अप्सनल हो होइन। कार्तिक 1 गते त्यो चाहिँ अप्सनल भनेको चाहिँ जाँदा पनि भयो, नजाँदा पनि भयो, जान चाहने मान्छे जाँदा भयो, नजान चाहने मान्छे नजाँदा पनि भयो। म चाहिँ माथि पोहोर गएको ठाउँमा जाउँ कि भन्दैछु होइन। तपाईँको चाहिँ नि हामी सालपछि लिचुङ जान्छौँ, म जान्छु, को जान्छ? ओके, 3 जना 4 जना रहेछ, 5 जना 6 जना रहेछ। ओके, एनिवेज त्यो जाने मान्छेहरूले हाम्रो प्रसादजीको नम्बर मैले आउट गरेको छु होइन। त्यहाँ नाम लेखाउनु होला। 1 गते हामी प्रस्थान गर्नेछौँ। दसैँहरू पर्छ कि, तर त्यतैतिर मनाउला केही छैन होइन। माटो टिका लगाइदिन्छ। अनि बाटोमा दसैँ पर्दा माटो टिका लाउनु पर्यो। अर्काको खेतको धान चुडाउनु मिल्दैन है। र मैले धेरै कुराहरू यहाँहरूलाई राखिसकेको छु र मैले मेन कुरा जुन तपाईँहरूलाई राख्न चाहेको कुरा के छ भने अब हामी यो नगर स्तरको होइन केही विभागहरू पनि बनाउँछौँ र त्यो श्रमदानलाई माथि जाँदाखेरि होइन त्यसलाई अलिकति व्यवस्थित गर्नका लागि चाहिँ केही टिमहरू हामी बनाउँछौँ यहाँ होइन। 10-10 जनाको टिम बनाउँ कि क्या हो है नि? बोल्नु न त। 10 होइन 10 जनाको बनाउनु पर्छ। धेरै त्यो हुन्छ फेरि, धेरैको चाहिँ झ्याउ हुन्छ, सक्दैन कि। ल त्यो बनाउला र हामीले विभागहरूमा चाहिँ आज हामी तपाईँको सूचनाको बनाउनुपर्छ भन्ने लागेको छ। त्यसै गरी हाम्रो अतिथि सत्कारको पनि बनाउनुपर्छ र यो राहत र साथ भन्ने एउटा छ होइन, त्यो पनि हामीले बनाउनुपर्छ। 3-4 विभागहरू बनाउँ। मैले यति भन्न चाहेँ, तपाईँहरूले दिनुभएको साथ, तपाईँहरूले गर्नुभएको सहयोग हर्क साम्पाङको लागि होइन, यो देशको लागि हो। देशलाई साथ दिनुहुने, सहयोग गर्नुहुने सम्पूर्ण
श्रमदाताहरूलाई धन्यवाद दिन चाहन्छु। पुनः एकचोटि मैले कुराहरूको सारमा के भन्न चाहेँ भने हामीले 3-4वटा फङ्सन्स गर्दैछौँ। एउटा शिव निवारण, एउटा कार्तिक 1 गते त्यो त फङ्सन होइन हुन चाहिँ होइन, र यो माथिको त्यो श्रमदानलाई व्यवस्थित गर्नका लागि 4-5 जना मान्छे मात्रै मसँग कुदेर हुँदैन होइन, त्यसलाई बृहत रूपमा चाहिँ सम्पन्न गर्नका लागि बृहत सहभागिता जुटाउनका लागि होइन हाम्रो टिमहरू यहाँ बन्छ। जतिवटा बनाउन सक्छौँ बनाउँछौँ हामी, 10-10 जनाको टोली, र त्यो टोलीलाई हामीले काम दिन्छौँ होइन। र केही विभागहरू पनि बन्नेछ। अनुशासन पालना गरौँ है, सबैजना अनुशासित बनाऊ। व्यक्तिको कुरालाई पार्टीमा र पार्टीको कुरालाई व्यक्तिमा लानु हुँदैन। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, तपाईँहरूले नगर्नुपर्ने कुरा एक आपसमा पैसाको लेनदेन नगर्नु है। लेनदेन गर्नुभएको छ भने त्यो लेनदेनको कारणले पछि मनमुटाव भइसकेपछि हामी कहाँ त्यो कुरा नल्याउनु, त्यो तपाईँको पर्सनल कुरा हो है। कुरा बुझ्नुभयो नि? म कोसँग हिँड्दैछु, किन हिँड्दैछु भन्ने तपाईँलाई थाहा हुनुपर्छ। मैले अघि भने हामी भात र गोबर छुट्याउन सक्ने मान्छे, त्योभन्दा उता मैले केही भनिनँ होइन। त्यो चिज हो। व्यक्तिको पतन हुन्छ, पार्टीको हुँदैन है। खराबी देखियो भने त्यो खराबी देखिएको व्यक्तिलाई हामी कारबाही गर्छौँ। त्यो व्यक्ति त्यो पार्टीलाई त्यो व्यक्तिलाई धुनका लागि पार्टी सती जाँदैन है। त्यो चिज हो। त्यसले गर्दाखेरि एभ्रिथिङ हेज लिमिट, यु सुड नो द लिमिट। म कति बोल्नुपर्ने, के बोल्नुपर्ने, मैले के गर्नुपर्ने, के नगर्नुपर्ने, यो सबैजनालाई थाहा हुनु जरुरी छ। यति मैले भन्न चाहेँ। नमस्कार छ। अब हामी अगुवाई गर्ने साथीहरूको सहयोग लिएर यहाँ उपस्थित सबैजनालाई 10-10 जनाको टोलीमा हामी विभक्त गर्छौँ। त्यस पछाडि 3-4 डिपार्टमेन्ट पनि हामी बनाउनेछौँ। नमस्कार छ। जय सबै। सबैजना धैर्य गरेर रहिदिनु होला र आजको कार्यक्रमको समापन